नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। आज पनि तपाईहरू सामु यस अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहारको भ्रमण गराउन गइरहेको छु अथवा विहारको बारेमा केही बताउन गइरहेको छु। राम्रोसँग ध्यान दिएर सुन्नुहोला, हेर्नुहोला। ल सर्वप्रथम त भगवान बुद्धलाई वन्दना गर्दछु र मेरा शासनमा प्रथम मार्गदर्शक गुरु भन्ते भिक्षु जटिल महास्थविर भन्तेज्यूलाई जुनै भाव हुनुभए तापनि यही भावबाट नै वन्दना गर्दछु र अन्य लोकुतर मार्गदर्शक गुरु भन्तेलाई पनि यही स्थानबाट नै वन्दना गर्दै सम्पूर्ण उपासक उपासिकाहरूको मैत्रिक मङ्गलको कामना गर्दछु। र आज पनि तपाईहरुलाई बुटवलदेखि केही किलोमिटर पर अथवा तिलोत्तमा नगरपालिका शङ्करनगर स्थित अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहार तपाईहरुले पछाडि देखिराख्नु भएको छ। अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहारको संस्थापक गुरु भन्ते भिक्षु जटिल महास्थविर भन्ते हुनुहुन्छ। मैले अघि भर्खरै शासनमा प्रथम मार्ग गुरु भन्ते हुने मेरो हुनुहुन्छ र उहाँ गुरु भन्तेज्यूले स्थापना गर्नुभएको यस विहारमा आजसम्ममा सयौं चेलाहरूलाई उहाँले हैन शिक्षा उपदेशहरू सिकाउनु दिनुभएको छ। र सर्वप्रथम हामी गेटबाट जाउँ। यो विहारको यो गेट चाहिँ पछिल्लो समयमा पछि मात्रै यो ढलानमा परिणत भएको। सबैभन्दा पहिला जस्तो म पनि सानो हुँदाखेरि यहाँ चाहिँ तगारोको चलन थियो भनौँ न, बाँसको तगारोदेखि सुरु भएको। यो गेटको स्थापना चाहिँ विक्रम सम्वत 2072 सालतिर रहेछ हैन, बुद्ध सम्वत 2559 तिर भएको। अब यहाँ यो गेट पनि बनिसकेको छ, ठुलो गेट गाडीहरू छिर्नको लागि। यहाँ चाहिँ तपाईहरुले बेला आएर पढ्न सक्नुहुन्छ हैन। बुद्ध शिक्षाका मूल उपदेशहरू, भगवान बुद्धका मूल उपदेशहरू देखाइएको छ। विशेष गरेर पञ्चशील भनेको तपाईहरुलाई थाहा नै छ। जीवनमा मानिसहरूलाई सुख शान्ति समृद्धि बन्नको लागि पञ्चशील अनिवार्य रूपमा हामीहरूले पालना गर्नुपर्छ हैन। पञ्चशील यदि पालना नगरेको खण्डमा जति नै हामीले मेहनत गरे पनि सुख पाउँछु भनेर कल्पना नगरे पनि हुन्छ। किन भन्दा यो पञ्चशील भनेको जीवनमा अनिवार्य रूपमा गर्नुपर्ने कर्तव्य धर्म हो है। यो पञ्चशील त्यसरी भगवान बुद्धले मानव धर्मको विषयमा बताइराख्नु भएको छ। र यहाँ यो बिचमा देखाइरहेको चाहिँ प्रत्ययको विषयमा अथवा भगवान बुद्धको अमूल्य उपदेश हैन, जुन हामीले अभिधर्मबाट अध्ययन गर्न पाउँछौँ। अभिधर्ममा पनि 7 वटा ग्रन्थहरू मध्येमा अन्तिम ग्रन्थ भनेको नै पठान पाली हो। पठानमा भगवान बुद्धले कर्म कारण कार्य र कार्यको शक्तिको विषयमा बताइराख्नु भएको। हेतु प्रत्यय हैन, हेतु आरम्भण पछि अधिपति पछि अनन्तर पछि समानान्तर पछि अधिपति पछि अनन्तर पछि हैन, समानान्तर सहजता पछि अन्यमन पछि आदि, यो हैन 24 प्रकारका पठानको विषयमा यो भगवान बुद्धको अमूल्य उपदेश, भगवान बुद्धले देवलोकमा गर्नुभएको उपदेश है। अनि यहाँ 4 आर्य सत्य, भगवान बुद्धको त्रिपिटक ग्रन्थलाई सानो तरिकाले हेर्ने हो भने 4 आर्य सत्य हो। जस्तो यो 4 आर्य सत्यमा पनि यदि यो 4 आर्य सत्यलाई हामीले जान्न सक्यो, यदि हाम्रो यथार्थ तरिकाले हामीले बुझ्न सक्यो भने चाहिँ भगवान बुद्धले भन्नुभएको दुःखको अन्त हुन्छ भन्नुभए अनुसार दुःखको अन्त हुन्छ नै है। जीवनमा यो चीज दुईटा चीज छ अरे, सत्य एउटा कारण छ भने अर्को कार्य छ। यही कारण कार्यको स्वभाव प्रकृतिको स्वभाव अनुसार पनि छ, तर यो शरीरमा पनि कारण कार्यको सत्य छ। यो कारण कार्य भनेको भन्नु उत्पत्ति विनाश भन्नु हैन, त्यसै गरी जन्म मृत्यु भन्नु लगभग त्यस्तै कुरा हो। किन भन्दाखेरि हरेक क्षणमा सेकेन्डमा उत्पत्ति विनाशको स्वभाव हामीमा हुन्छ। त्यही कारण भगवान बुद्धले दुःख छ भन्नुभएको हो। यो शरीरलाई दुःखको कारण पनि छ, कहाँ छ? यही छ। दुःख अन्त हुन्छ, अन्त हुन्छ भनेपछि त्यो अन्त हुन्छ, त्यसलाई निर्वाण भन्छ र अन्त गर्ने मार्ग छ जसलाई आर्य अष्टाङ्गिक मार्ग भन्छ। आर्य अष्टाङ्गिक मार्गलाई यहाँ समाधिति सम्मा संकल्प सम्मा वाचा सम्मा कर्मन्त सम्मा हैन, सम्मा आजीव सम्मा व्यायाम सम्मा सति सम्मा समाधि भनेर यसरी आर्य अष्टाङ्गिक मार्गको विषयमा पनि यहाँ दर्शाइएको छ। यो एउटा यति मात्रै हामीले बुद्ध धर्ममा हामीले धेरै भित्र गहिराइमा जानुपर्छ, धेरै चाहिँ पूजापाठ मन्त्र मोलम आदि प्रकारका गर्नै पर्छ भन्ने छैन। भगवान बुद्धको उपदेश, भगवान बुद्धको शासन भनेको नै आचरणमा निर्धारण छ हैन। जस्तो यो यति मात्रै हामीले आचरण गरियो भने पनि
धेरै कुराहरू लाभ भएर आउँछ। त्यही कारणले अब भर्खरै तपाईँहरूलाई यसको विषयमा बताइराखेका हो। अब चाहिँ हामी बिहारको भित्रको भ्रमण चाहिँ गर्छौँ, भित्रको दृश्य देखाउन जान्छौँ। ल म भित्र छिरिसकेँ। अब यहाँ भित्र छिर्ने बित्तिकै हामीले बिहारमा एकदमै होइन छिर्ने बित्तिकै एकदमै शान्त, एकदमै होइन कस्तो भनौँ समाधिको महसुस हुन्छ क्या। जस्तो कि एकदमै चाहिँ भनौँ न मनमा एकदम पीडा, शोक, सन्ताप, चिन्ताहरू हुन्छ, त्यो सबै चाहिँ हराएर एकदमै शान्त ठाउँमा आएर आफू उभिएको जस्तो होइन त्यस्तो महसुस हुन्छ। अब यो हामी गेटबाट छिर्ने बित्तिकै हामीले पहिला सुरुमा भर्खर होइन दोस्रो कुटी देख्छौँ। पहिलो कुटी त उतापट्टि थियो, सबैलाई थाहा नै छ, यो रुखको छेउमा थियो, यो गन्द्रकुटी होइन, कुटी भनेर त्यहाँ थियो, माटोको अनि खरको थियो। त्यो हामी सानो हुँदा त्यो भत्काइएर अहिले चाहिँ यो कुटी, यो नयाँ कुटी भएको छ टिनको। अनि कुटी सँगसँगै उतापट्टिको चाहिँ बुद्ध पूजा, ध्यान भावना गर्ने होइन दिनचर्या गर्ने स्थान हो, बच्चाहरू पढ्ने ठाउँ पनि हो यो धर्महल होइन। त्यसै गरी यो कोठा भयो, यो डाइनिङ होम, पुरानो डाइनिङ होम, भोजनालय पहिलाको, र अहिलेको चाहिँ यो भर्खरै मलाई अहिलेको चाहिँ यो भोजनालय हो। अनि त्यसै गरी यतातिर घुम्दाखेरि यो बिल्डिङतिर, यो बिल्डिङ चाहिँ पछिल्लो समयमा बल्ल तलको बिल्डिङ बन्यो, राम्रोसँग बन्यो। बनिसकेपछि चाहिँ यो भिक्षु निवास, आगन्तुक निवास होइन, त्यसै गरी माथि ध्यान शिविरहरू चलाउने बिल्डिङ हो यो। र अनागारिका भवन पनि यही हो, अनागारिकाहरू बस्नुहुन्छ। यता अफिसहरूको पनि यहाँ छ, अफिस तपाईँहरू आउनुभयो भने अफिस यहाँ हो, यहाँ आएर भेट्नुपर्छ। लाइब्रेरीको कुरा, लाइब्रेरी पनि यहाँ छ। र यो बिल्डिङ पनि धेरै पुरानो भइसकेको छ, एकदमै अविस्मरणीय पलहरू छ मेरो लागि है। पहिला यो ग्राउन्डमा पहिला यस्तो थिएन, यो ग्राउन्ड चाहिँ पहिला चाहिँ यहाँ के थियो भन्दाखेरि यहाँ अमिलोको बुटा भनौँ न, यत्रो ठुल्ठुलो फल्ने अमिलोको कोपिला जस्तो टाइपमा फल्छ नि, हो त्योवाला अमिलो थियो है, यत्रो यत्रो। त्यो के भन्छ थाहा छैन, अमिलोको पुरै यहाँ चाहिँ बगर थियो, त्यो काटेर अनि पछि यो भएको। ल अब हामी अगाडि जाउँ। अगाडि जाने क्रममा अब धर्मलतिरको दृश्य देखाउँथ्यौँ। म धर्मलतिर बढ्दैछु र धर्मलतिरको तपाईँहरूले देख्न सक्नुहुन्छ यो आँपको बुटा पहिलादेखि नै छ, यो धेरै याद पनि छ, आँप पनि फलिरहेको छ। र धर्मलमा जाँदाखेरि अब यहाँ धर्मलमा यहाँ बिहारका संस्थापक गुरु भन्थे भिक्षु जटिल महास्थवीर बन्तीज्यू दिवंगत हुनुभएको होइन, यस्तो फोटो छ, तपाईँले देख्नुहुन्छ। अनि त्यसै गरी उहाँ नै हुनुहुन्छ यस संस्थापक गुरु भन्थे। र अब यहाँ भगवान बुद्धको मूर्ति, सबैलाई यो मूर्ति त याद नै छ, थाहा नै छ होइन। त्यसै गरी यहाँ अन्य मूर्तिहरू होइन, अनि पानी, बुद्ध पूजा गर्दा पानीहरू चढाइन्छ, त्यसै गरी धुप दीपहरू बालिन्छ होइन। त्यसै गरी यहाँ धातु होइन, मगोक स्यारो भन्थे, विमल स्यारो भन्थेज्यूको धातु पनि छ यहाँ होइन, यो धम्मा आसन होइन। त्यसै गरी यहाँ बेला बखतमा धर्मको चर्चा हुँदाखेरि यो प्रतिज्ञ समूह 5 चक्रको पनि कुरा हुन्छ। प्रतिज्ञ समूह 5 चक्रको विषयमा हामीले अनिवार्य रूपमा जान्नै पर्छ। त्यही कारणले जटिल बन्तेले पनि आफ्नो जीवनमा, आफ्नो समयकालमा उहाँले यो प्रतिज्ञ समूह 5 चक्र एकदमै सरल तरिकाले, एकदमै राम्रो तरिकाले दिएर जानुभएको हामीलाई त्यो पलहरू यादै छ, ताजै छ। र मैले पनि आफ्नो जीवनमा यो प्रतिज्ञ समूह 5 चक्रलाई नै देशनाहरू गरिआइरहेको छु। अब यतातिर होइन अब भइहाल्यो। यो धर्मल चाहिँ पछि चाहिँ ठुलो बनाएको, पहिला यहाँ यो आधासम्म मात्र थियो, यो पछि चाहिँ बढाएको। मूर्ति पहिला यता थियो, अहिले यता भयो मूर्ति होइन। र यहाँ भर्खर बिहानको समयमा बच्चाहरू होइन पढ्ने, यताउता के अरे आफ्नो स्कुलको शिक्षा अध्ययन अध्यापन गर्नुहुन्छ। किन भन्दा
होमवर्कहरू हुन्छ, पढ्ने चिजहरू पढ्ने चाहिँ गर्नुहुन्छ। जलपान नास्तापछि अब केही समयपछि फेरि उहाँहरू अब स्कुल जाने टाइम हुन्छ अनि 9:30 बजे 9 बजे छुट्टी हुन्छ, आधा घन्टा अनि उहाँहरू रेस्ट गरेर अनि त्यसपछि स्कुल जानुहुन्छ है त। अनि त्यसको लागि यहाँ घन्टीको पनि व्यवस्था छ, यहाँ घन्टी हुन्छ, घन्टी बज्छ, घन्टीको सहायताले काम हुन्छ। र अब यो पालिको बुद्ध जयन्तीको पोस्टर भयो के अरे होइन, 2649औं बुद्ध जयन्ती तथा 3 दिवसीय त्रिसंघीय कार्यक्रम भनेर समुद्घाटन होइन, जन्म बोधियनल्या महापरिनिर्वाण वैशाखको 27 गते शनिबार भएको अन्तर्राष्ट्रिय बुद्ध प्रतिक्रिया विहार तिलोत्तमा नगरपालिका 4 डिङ्गनगर रूपन्देहीमा भएको हो। र अब हामी अघि बढौँ, फेरि अब यहाँबाट निस्केर अगाडि बढौँ। अगाडि बढ्ने क्रममा हामी किचनतर्फ लागौँ। अब यहाँ किचनतर्फ देख्दाखेरि यहाँ चाहिँ भाँडा धुने ठाउँ तपाईँले आइराख्नु भएको छ भने देख्नुहुन्छ। भाँडा धुने ठाउँदेखि लिएर यहाँ किचनमा खाना बनाउने होइन, यो अनि खाना बनाउने ठिक खाना बनाउने अनि यहाँ भाँडा धोएर यहाँ भाँडा सुकाउने यो धाराहरू छ होइन। अनि त्यसै गरी यता किचन अनि यो अनागारीका बस्नुहुने ठाउँ पनि छ। अब त्यसै गरी हामी यो त ठिकै भयो, त्यो त थाहा नै छ। अब यहाँ जाऊँ। यहाँ चाहिँ यो सरमणे भवन, सामनेर भवन है। सामनेर भवन भनेको चाहिँ सामनेरहरू बस्ने, सामनेरहरू निवास होइन, सामनेर भन्टेहरूको लागि भनेर अहिले नयाँ उस हुनुभएको है, भर्खर बनेको बिहार हो यो। यहाँ दानीदाताहरूले सहयोग गर्नुभएको, दानीदाताहरूले धेरै श्रद्धापूर्वक सहयोग गर्नुभइकन आज यो भवन निर्माण भएको छ होइन। बुद्ध शासन चिरस्थायी भएको छ भनौँ न होइन। यहाँ चाहिँ टाढा टाढा ठाउँबाट बुटोल होइन, तिलोत्तमादेखि लिएर अनि कपिलवस्तु अनि युके देश तथा विदेशदेखि नै सहयोग गर्नुभएका हुनुहुन्छ। अब यो सामणे भवन लगायत अब हामी तलको यो ठुलो, माथि त ठुलो एरिया छ, अब तलको एरिया चाहिँ कस्तो ठुलो छ भन्दा यो शौचालय भयो। तपाईँहरू आउँदाखेरि यहाँ बिर्सिन सक्नु होला। अनि यहाँबाट देखिने एउटा दृश्य यति ठुलो छ, यहाँ अझै ठुलो राम्रो अझै बिहारको विकास हुन्छ, यहाँ बनाउन सकिन्छ भन्ने यहाँ छ। अब यहाँ चाहिँ सामने भवन पछाडिबाटको दृश्य यहाँबाट देखिन सकिन्छ, राम्रो छ। अनि त्यसै गरी यो पोखरी है, यहाँ खास मुचलिन्दा नागराजा होइन को राख्ने भन्ने कुरा थियो, तर पछिल्लो समयमा चाहिँ भगवान् बुद्ध ठुलो भन्थे गुरु भन्थेज्यूको राखियो मूर्ति। उहाँ तल पनि कुटी छ, एउटा कुटी चाहिँ उहाँ भन्तेहरू, 2 जना भन्तेहरू, वर्गी भन्तेहरू बस्नुहुन्छ। अनि त्यसै गरी नुहाउने ठाउँ, यो नुहाउने ठाउँ पनि हो। अनि यो नुहाउनको लागि सामने भन्तेहरू नुहाउनको लागि यहाँ चाहिँ तपाईँले देख्नुहुन्छ यहाँ भयो। अब गुरु भन्तेज्यूको यहाँ छ, ल जाऊँ। यो यस बिहारका संस्थापक गुरु भन्तेको शालिग हो। यो निर्माण बने काठमाडौँमा बनेको हो, यो ललितपुरमा स्थित। अब यहाँ धेरै दानदाताहरूको सहयोगमा बनेको मूर्ति हो है। यस उहाँ भन्तेज्यूले आजभन्दा 2 दशक 3 दशक अगाडि आउनुभइकन नेपालमा बुद्ध शासन ठुलो रूपमा एकदमै राम्रो प्रसङ्ग प्रचार गर्नुहुनमा उहाँ भन्तेज्यूको ठुलो हात छ। धेरै धेरै धन्यवाद छ उहाँ भन्तेज्यूलाई। किन भन्दाखेरि आज उहाँ जटिल भन्तेज्यूले तपाईँ हामीहरूलाई बुद्ध शासन बुझाउनको निमित्त टाढा आफ्नो देश छोडेर आफ्नो पूर्व देश होइन, एउटा पुर्खाको देशलाई माया गर्नु भएर आज यस तिलोत्तमा शङ्करनगरमा स्थित यस बिहारको निर्माण गर्नु भएर आज जति पनि शिष्यहरू छन्, जति पनि उपासक उपासिकाहरू, विशेष गरेर गुरुङ, मगर, थारू होइन अनि लगायत नेवार उपासक उपासिकाहरू, सम्पूर्ण उपासक उपासिकाहरूको मनमा बस्नुभएका होइन अविस्मरणीय गुरु भनेर चाहिँ हामी जटिल भन्तेलाई चिनिन्छौँ। जटिल भन्तेले आफ्नो जीवनकालमा गाउँ नगर निगम पुग्नु भएर कहिले धरान धनकुटा, कहिले सुर्खेत, कहिले पोखरा, कहिले होइन कहिले काठमाडौँ भिक्षाटन गरेर
भिक्षाटनबाट सङ्कलन भएको रकमद्वारा उहाँले चाहिँ यो बिहारलाई स्थापना गर्नुभएको, बनाउँदै विकास गर्दै जानुभएको। त्यही भएर हामी पनि भन्तेसँग गाउँ गाउँ नगर नगर भिक्षाटन गर्न पुग्यो र अन्तत भन्तेले हामीलाई बर्मा लगाएर पढाउनु भएको पनि हो है। र धेरै धेरै धन्यवाद छ उहाँ भन्तेज्यू, जुनै भावमा हुनुभए तापनि सुख शान्तिसँग जीवन बित्न सकोस्, निर्वाण प्राप्त गर्न सक्ने कारण बनोस् भनिकन भन्तेज्यू लाई एकदमै धेरै धेरै साधुवाद दियौँ। र अब हामी अगाडि बढौँ। भन्तेज्यूको बारेमा व्याख्या गरेरै सकिन्न, धेरै उस छ है, कुराहरू छ, अविस्मरणीय पलहरू छ, धेरै कहानीहरू छ होइन। भन्तेज्यूलाई साधुकार भनेर धेरै होइन, यति नै भनेर भन्न सकिन्न, धेरै 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 साधुकार छ। र अब यो त्यस्तै गरी हाम्रो गुरु भन्तेज्यूले चाहिँ यहाँ के अरे यो सीमागृहको लागि चाहिँ बर्माबाट नै हाम्रो गुरु होइन, गुरुको गुरु भन्न खोजेको, यस बिहारको गुरु जटिल भन्तेज्यूको पनि गुरु जस्तो विमल स्यारो भन्तेज्यू आउनुभएको न यो सीमागृहलाई कमवाचा गर्नुभइकन यो सीमागृह बनेको है। यो सीमागृह बन्नुभन्दा अगाडि पनि यहाँ पहिला सुरुमा यहाँ भूमि शुद्ध गरेर कमवाचाहरू गर्नुभइकन अनि मात्रै यो बिहार यो पछि मात्रै यो केवल बनेको है। यो सीमागृहको भनौँ न स्थापना अथवा सीमागृहलाई कमवाचा यताउता यो भूमि शुद्ध भएको चाहिँ 2000 मलाई लाग्छ 68 या 69 साल है, 2068 या 69 सालतिरको कुरा हो। यो भूमि शुद्ध भयो, यहाँ खरबारी थियो, खरबारी सबै नाश भएर अहिले चाहिँ यस्तो राम्रो सीमागृह बिच्छु उपसम्पदा हुने ठाउँ हो है। र यतातिर ग्राउन्डहरू एकदमै खाली ठाउँहरू छ है तपाईँहरूलाई होइन। यताउता हेर्नु अझै बन्ने संरचनाहरू धेरै छ भन्न खोजेँ, गुरु योजनाहरू धेरै छ। अब त्यही हो, उपासक-उपासिकाको सहयोगमा बिस्तारै बिस्तारै बन्दैछ होइन, एक एक गरेर बन्दैछ, एक एक गरेर राम्रो हुँदैछ है। त्यही उपासक-उपासिकाहरूको नै श्रद्धा हो, देन हो है। र तपाईँहरूलाई बिहारको गतिविधिहरूको बारेमा बताएँ, बिहारको अथवा भौतिक संरचनादेखि लिएर सामाजिक कार्य, धार्मिक कार्यहरूको विषयमा आफूले जानेको केही थोरै कुराहरू सन्देश तपाईँहरूलाई सुनाएको। र तपाईँहरूले बुझ्न चाहनुहुन्छ भने अझै यस बिहारमा आउनुभइकन राम्रोसँग बुझ्न सक्नुहुन्छ। र म भिक्षु महेन्द्र, तपाईँले धेरैजनाले मलाई चिन्नु पनि होला है। म यसै बिहारमा पढेर हुर्केको एउटा चेला नै हो, उहाँ भन्तेज्यूको चेला हो। र म पनि बर्मा गएर अध्ययन गरेको 4 वर्ष। त्यसपछि म बुद्ध शासन प्रचारको लागि आफूले जानेको धर्मका ज्ञानहरूलाई प्रचार प्रसार गर्दै कहिले पाल्पा, कहिले बुटोल, कहिले स्याङ्जा, कहिले चाहिँ पोखरा, त्यसै गरी कहिले बागलुङ, यसरी चाहिँ म यो घुमिराखेको हुन्छु। र यति भन्दै धेरै लामो भिडियो नबनाउँदै तपाईँहरूलाई अर्को भिडियोहरूमा नि भन्नुला अथवा बताउँला भन्दै मेरो यो सानो कुरा होइन, सानो एउटा यहाँको बारेमा भन्ने मौका यही अन्त्य गर्छु। भगवतु सर्वमङ्गलम्।